हेलो भ्युअर्स, वेलकम ब्याक। प्रहरी जवान जनपद पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरेको सम्बन्धी सूचना हैन, जुन जनपद हैन र कार्यालय सहयोगी भान्सा कुचिकारको भ्याकेन्सी खुला थियो, त्यसको परीक्षा कार्यक्रम तोकिसकेको छ, जुन यस प्रकार रहेको छ हैन। यसको सम्बन्धी पुरै जानकारी हेर्नेछौँ। र नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान जनपद पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने नेपाल प्रहरी प्रधान कार्यालय विक्रमसम्म विज्ञापन नम्बर 3/2081-82 मिति 2081-8-21 गते प्रकाशित विज्ञापन अनुसार विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लोकसेवा आयोगद्वारा निम्न तालिका बमोजिम लिखित परीक्षा सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ। जानकारी को लागि यो सूचना प्रकाशन गरिएको छ हैन। लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना लोकसेवा आयोगबाट प्राप्त भए पश्चात नेपाल प्रहरीको वेबसाइट यो रहेको छ www.nepalpolice.gov.np मा प्रकाशन गरिने बेहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। अब तपाईँले भर्नुभएको छ भने ठिकै छ हैन, र तपाईँको साथीभाइले भरेको छ भने जानकारी गराइदिनु होला हैन। कति धेरैजनाको हैन जानकारी त्यो सूचना थाहा नपाएपछि इक्जाम छुट्छ हैन, त्यस्तो केसहरू धेरै हुन्छ। त्यही भएर जानकारी गराइदिनु होला। साथीभाइले भरेछ या आफू नै भरेपछि ठिकै हो। च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला हैन। र अब इक्जामतिर जाउँ हैन। नेपाल प्रहरी हैन पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा विज्ञापन प्रकाशन मिति 2081 गते र लिखित परीक्षा कार्यक्रम प्रकाशित मिति हैन 12/10 गते भयो। र खुला तथा समावेशी प्रहरी जवान जनपद हैन लिखित परीक्षा मिति समय हैन नेपाली रचना, अङ्ग्रेजी, गणित, सामान्य ज्ञान, प्रहरी सेवा र बौद्धिक परीक्षण हुनेछ हैन। 2082 वैशाख 6 गते बिहान 8 बजे 2 घण्टा हुनेछ यो परीक्षा हैन। वैशाखको 6 गते हुनेछ 82 हैन। र परीक्षा केन्द्र तपाईको लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्ने कार्यालयले तोके बमोजिम हैन। त लोकसेवा आयोगले जुन कार्यालय जुन ठाउँ स्कुल हैन परीक्षा केन्द्र तोक्छ त्यहाँ हुन्छ। यो नोटिस छिटै नै आउनेछ हैन, हामी त्यसको पनि जानकारी गराउनेछौँ। र प्रहरी जवान जनपदको लिखित परीक्षा आयोगको त्यही बमोजिमका कार्यालयहरूबाट सञ्चालन हुनेछ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र हैन जुन मोरङ छ, जहाँबाट भर्नु भएको छ तपाईले त्यहीबाट हुनेछ हैन। अब त्यसमा छ 8वटै ठाउँको रहेको छ। काठमाडौँ, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मध्य प्रदेश र कोशी प्रदेश। अब यो उम्मेदवारको सङ्ख्या रहेको छ, परीक्षा दिने उम्मेदवारको सङ्ख्या र द्रव्य। उम्मेदवारले उत्तर पुस्तिकामा कालो मसी भएको डटपेन कलम मात्र प्रयोग गर्न पाउनेछ। एक हल्का जुम गरिहालौँ। प्रवेश पत्र बिना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेश पत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा 1 घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ। र परीक्षा भवनमा मोबाइल फोन लगायतका विद्युतीय सामग्री निषेधित गरिएको छ। र परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गए पनि आयोगको पूर्व सूचना बिना निर्धारित परीक्षा कार्यक्रम रोकिने छैन वा स्थगित गरिने हुने छैन। र वस्तुगत मल्टिपल चोइस प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटर हैन ABCD मा लेख्नुपर्ने हुन्छ। र परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट
जारी भएको फोटो सहितको कुनै पनि परिचय पत्र लिएर जानुहोला। र यति नै रहेको छ नोटिस। च्यानललाई लाइक्स र सब्सक्राइब गर्नुहोला। यो चाहिँ जनपदको लागि हो भने भान्से कुचिकारको लागि छुट्टी छ। सूचना त्यसको भान्से हैन, नेपाल प्रहरी रिक्त रहेको प्रहरी कार्यालय सहयोगी भान्से र कुचिकार पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने नेपाल प्रहरी प्रधान कार्यालयबाट हैन 4 र 5 2081-82 मिति 2021 गते प्रकाशित विज्ञापन अनुसार हैन। अब यसको परीक्षा चाहिँ हैन 1 घण्टा अगाडि पनि जानुपर्ने हुन्छ। मङ्गलबार 2081 12 महिना 26 गते है। 26 गते मङ्गलबार भान्सेको हुनेछ हैन। पहिलो सिफ्टमा 8 बजे र दोस्रो सिफ्टमा 1 बजेदेखि हुनेछ। पहिलो सिफ्टमा रहेको छ रोल नम्बर हैन, दर्ता नम्बर 2 देखि 134 सम्म रहेको छ भने 26 गते चैतको। र दोस्रो सिफ्टमा रहेको छ 135 देखि 242 सम्म। यो विराटनगरको, कोशी प्रदेश विराटनगरको हो। र त्यस्तै गरी 27 गते रहेको छ 245 देखि 5010 सम्म। र दर्ता नम्बर दोस्रो सिफ्टमा रहेको छ 5014 देखि 5022 सम्म। र त्यस्तै गरी 28 गते रहेको छ भान्सेको 8023 देखि लिएर 8065 सम्म हुनेछ। र बिहीबार नै हुनेछ कुचिकारको 1 देखि 8700 सम्मको 8007 यो विराटनगर केन्द्रको भयो भने। अब अर्को रहेको छ राजविराज मध्य प्रदेशको रहेको छ। यो हेर्नु होला आफैले हैन, मैले भिडियो एकछिन पेज गर्छु हैन। यो राजविराजको रहेको छ र यो बागमती प्रदेशको रहेको छ। भान्से र कुचिकारको बागमती प्रदेश दुधौली सिन्धुलीको रहेको छ। र यो गण्डकी प्रदेश पोखराको रहेको छ हैन। आफ्नो रोल नम्बर अनुसार हेर्नु होला। र अर्को रहेको छ लुम्बिनी प्रदेशको हैन, भान्से र कुचिकारको। त्यस्तै गरी कर्णाली प्रदेशको रहेछ। यो हेर्नु होला भिडियोलाई रोकेर। र त्यस्तै गरी यो सुदूरपश्चिम प्रदेशको रहेको छ हैन। अब थाहा भएकोहरूलाई ठिकै छ, थाहा नभएकोहरूलाई जानकारी गराइदिनु होला। आफ्नो साथीभाइले भरेको छ भने। त्यस्तै तल रहेको छ काठमाडौँ उपत्यकाको लागि यो रहेको छ भान्से र कुचिकारको पोस्टिङको लागि 26 गतेदेखि 28 गतेसम्म हुनेछ। र यति रहेको छ नोटिस। च्यानललाई लाइक्स र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।